भित्र चाहिँ गुफा रहेछ गाइस हो यहाँनिर चाहिँ हेर्दिङ भित्र के छ गुफा भित्र पनि एकदम गुफा त डरै लाग्दो रहेछ कि यहाँदेखि हो छिर्ने जग्गा चाहिँ हैन ल यहाँदेखि त लाइट बाल्न हेर्नुहोस् है गाइस तपाईहरुलाई देखाउँदैछौँ हामी यहाँनिर खोज्दैछौँ यहाँ त हैन जस्तो लाग्यो साह्रो छैन यहाँदेखि चाहिँ फेरि उकालो निक्लिने रहेछ बाटो गाइस सायद यहीँदेखि जस्तो लाग्दैछ मलाई चाहिँ हो उकालो जाउँ त कस्तो रहेछ बाटो चाहिँ अप्ठ्यारो छ यदि तपाईँहरू अनफिट छ भने चाहिँ नचढ्नु होला है जो पनि फिट छ होइन फिजिकल्ली उनी चाहिँ चढ्नु होला धुलोमा यही रहेछ गाइस यहाँदेखि चाहिँ मलाई यो चाहिँ नेदामको याद दिलाइदियो हो नेदाम जस्तै रहेछ हो तर नेदामको भन्दा चाहिँ अलिक नर्मल नेदामको चाहिँ एकदम डर लाग्दो छ यहाँदेखि छिर्नु पर्दो रहेछ गाइस हो यो पहिला हाम्रो दावा दाजुहरूले पनि कुरा गर्थ्यो सानो बाल्यकाल अवस्था हुँदादेखि नै सुनिआएको एउटा धार्मिक स्थल साथै एकदमै प्रसिद्ध पर्यटक स्थल रानीढुङ्गालाई आज म अवलोकन गर्न गइरहेको छु रानीढुङ्गाको यात्रा सुरु हुन्छ अप्पर छाँगे गाउँ पश्चिम सिक्किमबाट अप्पर छाँगे गाउँसम्म तपाईहरूले सहजसँग आफ्नो मोटरसाइकलहरू लगेर जान सक्नुहुन्छ र उपरन्तर यात्रा हिँडेर पुरा गर्नुपर्ने हुन्छ र आज म पनि बाल्यकालदेखि देखेको सपना रानीढुङ्गा घुम्ने पुरा गर्न जाँदैछु आउनुहोस् तपाईँ हामी सँगै यात्रा गरौँ वार्म गुड मर्निङ एभ्रिवान एन्ड आई होप तपाईहरु सबैजना जाति नै हुनुहुन्छ होला र माई नेम इज विवश लेप्चा एन्ड यु आर वाचिङ द न्यू रोड ट्राभल ब्लग विथ विवश लेप्चा पिस र आजको यात्रामा चाहिँ म रानीढुङ्गा जुन चाहिँ एउटा एकदमै फेमस टुरिस्ट डेस्टिनेसन प्लेसलाई एक्सप्लोर गर्न गइरहेको छु र जुन चाहिँ लोकेटेड छ हाम्रो पश्चिम सिक्किममा अवस्थित छाँगे फल्स र पेलिङ बीच रहेको एकदमै सुन्दर पर्यटक स्थल हो र आज चाहिँ मेरो पछाडि हुँदैछ माई ब्ल्याक पेन्थर है र आज ब्ल्याक पेन्थरसँग राइड हुँदैछ है हल्का अन्त के कस्तो हुन्छ तपाईहरु सबैजनालाई भ्लगमै देखाउने छु र इन्जोय द भिडियो टिल एन्ड सम गाइस र गाइस अहिले चाहिँ हामी अन द वेमा आइपुगिसक्छौँ यहाँ पछाडि हेर्न सक्नुहुन्छ ब्ल्याक पेन्थर र किरण पर छ हो र अहिले चाहिँ यहाँनिर हामी यहाँ मन्दिर भएको ठाउँमा आइपुगिसक्यौँ अब लगभग चाहिँ अब हामी आधी घन्टा हिँड्यौँ भने चाहिँ पुग्छौँ र यो चाहिँ नवीन पुल र यता सोम जुन चाहिँ रोड छ त्यसको बिचमा पर्छ यो मन्दिर चाहिँ यहाँदेखि माथि गयो भने चाहिँ मेरो फुपूको घर पनि छ र त्यही हो गाइस आजको यात्रा एकदमै रमाइलो हुनेछ हो आधी बाटोसम्म स्कुटीमा जानेछौँ र त्यहाँदेखि चाहिँ ट्र्याक गर्नेछौँ गाइस हो र आजको ट्र्याकमा चाहिँ हाम्रो अर्को सहयात्री हाम्रो कङसेन भाइ पनि जुडिसकेको छ र उहाँ चाहिँ हाम्रो फुपूकोदेखि आउँदैछ र उहाँलाई पर्खिँदैछौँ गाइस अहिले चाहिँ हामी इन्जोय द भिडियो गाइस टिल एन्डसम्म है र गाइस मेरो साथमा हुनुहुन्छ किरण भाइ आज चाहिँ उहाँ पनि मसँग ट्र्याक गर्दैछ उहाँको पनि किरण एसके भ्लग छ है च्यानल सब्सक्राइब गरिदिनु कस्तो हुँदैछ आजको फिलिङ भनिदिनु अब अहिलेसम्म त मजै आउँदैछ अब अझै जाँदा झन् मजा आउँछ इन्जोय द भिडियो गाइस है टिल एन्डसम्म र फाइनली आज हाम्रो अर्को यात्रा गर्ने क्र्यु हाम्रो केसी भाइ पनि आइसकिसकेको छ म उहाँलाई पनि देखाउने छु तपाईँहरूको म्याचमा है यस केसी भाइ र हाम्रो कङसेन भाइ पनि आइपुगिसक्यो अहिले फुपूकोदेखि जाने जानुपर्ने चाहिँ कहाँ पो रानीढुङ्गा ल जाने हो गाइस इन्जोय द भिडियो है भिडियो एकदम दामी हुँदैछ आज र फाइनली गाइस अहिले चाहिँ हामी यहाँनिर छाँगे अप्पर छाँगे माथि आइपुगिसकेको छौँ हो र अब चाहिँ हाम्रो यहाँदेखि हल्का रानीढुङ्गाको ट्र्याक स्टार्ट हुँदैछ र यहाँनिर चाहिँ केटाहरूले स्प्राइटहरू बोक्ने अरे अन्त किन्ने अरे र यहाँनिर छ हाम्रो ब्ल्याक पेन्थर ब्लू लायन हो
केसी पनि आइपुगिसकेको छ, किरण पनि आइपुगिसकेको छ र अब चाहिँ हाम्रो जर्नी स्टार्ट हुन्छ गाइस है। र यहाँसम्म चाहिँ अप्पर छाँगेसम्म चाहिँ यहाँनिर तपाईँहरू मजाले स्कुटी गाडीमा आउनु सक्नुहुन्छ। र यहीँ रहेछ बाटो चाहिँ पछाडि, यहाँदेखि उकालो चाहिँ हिँड्नु पर्दो रहेछ। 1.5 घन्टा जस्तोमा पुगिन्छ होला गाइस है। इन्जोय द भिडियो गाइस टिल द एन्डसम्म। र गाइस अहिले चाहिँ हामी यहाँनिर अप्पर छाँगे भएर चाहिँ उकालो रानीढुङ्गा तर्फ बढिराखेको छौँ। अगाडि 2 जना केटाहरू हिँड्दैछ र अप्पर छाँगे पनि गाउँ चाहिँ साह्रै रमाइलो रहेछ हौ गाइस। आलुहरू चाहिँ दामी रोपेको रहेछ हो, मकैहरू, खेतीपाती चाहिँ मजाले हुने जग्गा रहेछ। दामी लाग्यो मलाई चाहिँ यहाँनिर गाउँहरू। त्यही हो गाइस। आफ्टर अब कतिमा 1 महिना बादमा चाहिँ अब ट्रेकिङ गर्दैछौँ। अन्त यो चाहिँ जस्ट सर्ट ट्र्याक थियो है, एकै दिनमा गएर फर्किने। अब मोर देन हाफ एन आवरमा चाहिँ हामी पुग्छौँ होला सायद। र त्यति दिन चाहिँ गाइस इन्जोय द भिडियो है। अब चाहिँ गाइस हामी यहाँ अब जङ्गल पस्नु आँट्यो, केटाहरू हिँड्दैछ। यहाँदेखि चाहिँ गाउँ छैन अब हो, यहाँदेखि चाहिँ जङ्गल बाटो भएर हिँड्नुपर्छ गाइस हो। तपाईँहरूले यहाँनिर गाउँहरू हेर्नु सक्नुहुन्छ, अप्पर छाँगेको हो, मजाको रहेछ। अझै तल गाउँ त मजाको छ, खेतीपाती मजाले हुने जग्गा रहेछ यो चिसोले गर्दा नि। यहाँनिर चाहिँ हाम्रो केसी भाइ। केसी कस्तो हुँदैछ उकालो नै? अब उकालो भर्खर सुरुवात मात्रै हुँदैछ। अब माथिसम्म हिँडेर देखाउँछु तपाईँहरूलाई कस्तो हुन्छ, भरे भन्ने छु। अगाडि किरण हिँड्दैछ हो, म चाहिँ यहाँनिर हल्का भिडियो गर्दै। त्यही भन्छु भरे। र गाइस अहिले चाहिँ यहाँनिर हामी आधी बाटो आइपुगिसक्यौँ रानीढुङ्गा जानेको। मजाको मैदान सानो रहेछ, मजाको है, बसेर मजाले एकछिन रेस्ट गर्नु सकिँदो रहेछ गाइस। म त्यही भन्नु चाहन्छु होइन, जस्ट स्टे आउट अफ फ्रम यर होम एन्ड के भन्छु भन्दा घरको नजिकैको ठाउँहरूलाई एक्सप्लोर गर्नुहोस् है, धेरै कुराहरू सिक्नु पाइन्छ। र घरमा त्यतिकै नबस्नुहोस् है, फोन मात्रै स्क्रोल गर्दै नबस्नुहोस् है। डु सम क्रिएटिभ थिङ है इन लाइफ विच मेक्स यु ह्याप्पी होइन, ब्रिङ्स अ लट अफ जोय इन यर लाइफ भन्छु। अन्त अहिले चाहिँ यहाँ मजाको रहेछ जग्गा, हेर्नुहोस् ल तपाईँलाई पनि देखाइदिन्छु म। हामी आउँदा चाहिँ त्यो बाटो आयौँ हो, केटाहरू चाहिँ यहाँबाट धुप्पी गाडीमा फोटो खिच्दैछु उयो पर हो। स्वाट्टै यसो गऱ्यो भने चाहिँ उकालो जानुपर्ने रहेछ, मजाको रहेछ यो है गाइस। केसी चाहिँ त्यहाँ धुप्पी गाडीमा पछि गयो अघि, यस्तो धुप्पी गाडी रहेछ मजाको गाइस है। अहिले चाहिँ अब हामी चाहिँ पुग्नु आँट्यौँ अब रानीढुङ्गा होइन। धुप्पी गाडीहरू मजाको रहेछ, त्यस्तो मजाको ठाउँहरूलाई पार गर्दै हामी अगाडि बढ्दैछौँ आजको यात्रातर्फ। र सम्बर पनि लागेर चाहिँ मैले केस पनि हल्का चिन्डै काटिदिएँ है, कस्तो देख्दैछ त्यसमा कमेन्ट गरिदिनुहोस्। विशेष गरी त तपाईँहरूलाई के भन्छु भन्दाखेरि चाहिँ म सकेसम्म हरेक महिना घर वरिपरि रहेको ठाउँहरूलाई एक्सप्लोर गर्नुहोस् है, टाढो जानु सकेन भने। अन्त त्यही हो गाइस, आज चाहिँ मलाई अलिक हिँड्नु साह्रो परिराखेको जस्तो चाहिँ भइराखेको छ। तर बट आई डोन्ट गिभ अप है, लाइफमा गिभ अप चाहिँ गर्नु हुँदैन हो। अन्त त्यही हो गाइस, इन्जोय यर लाइफ। हरेक समय पायो भने है सकेसम्म घुम्नुहोस्, डुल्नुहोस्, राम्रो ठाउँहरू जानुहोस् भन्न चाहन्छु। त्यही हो गाइस।
गाइस अहिले चाहिँ हामी यहाँनिर यो आक्कारे भन्ने जग्गामा आइपुगिसक्यौँ हो। कुवा पानी चाहिँ यता जाँदो रहेछ हो। केटाहरू हिँड्दैछ, दामी रहेछ जग्गा चाहिँ गाइस। हेर्नुहोस् है, मैदान रहेछ। तल अप्पर छाँगेदेखि माथि आएपछि चाहिँ यस्तो मैदान भेटिँदो रहेछ, मजाको रहेछ है। यो उता कुवा पानी जाँदो रहेछ। केटाहरू माथि पुग्दैछ हो। म पनि हिँड्दैछु यहाँनिर स्प्राइटको बोतल बोकेर। स्प्राइट चाहिँ खाएको छौँ न हो। त्यही हो गाइस, इन्जोय द भिडियो भन्न चाहन्छु। र गाइस कुवा पानीदेखि चाहिँ अलिक माथि आएपछि चाहिँ यहाँनिर एउटा रमिते डाँडा जस्तो रहेछ भनौँ न होइन। रमिते नै हावा मजाको आउने सरसरी हो। अन्त यहाँनिर मजाको बनाएको रहेछ है गाइस। यो चाहिँ कस्तो हुँदैछ भन्दै तपाईँ आजको यात्रा? आजको मजै आउँदैछ। म चाहिँ अब के भन्नु, अचानक हिँडेको। हामी सबै अचानक यात्रा हिँडेको अनप्रिपेयर्ड। तर यहाँदेखि यो तलको गाउँहरू चाहिँ के हो, सायद यो दराप नम्बुहरू गाउँहरू चाहिँ स्याटिस देखिँदो रहेछ यहाँ तलदेखि। तर अलिक यो तुवालोले गर्दा चाहिँ राम्रो देखेको छैन हो। यता पर चाहिँ चेरिङजीहरू देखिँदो रहेछ हो गाइस। दामी रहेछ यहाँनिर आएर मजाले तपाईँहरूले लन्चहरू गर्नु सक्नुहुन्छ। तपाईँहरूले अप्पर छाँगेसम्म चाहिँ मजाले गाडी लिएर आउनु सक्नुहुन्छ हो गाइस। अन्त यहाँनिर चाहिँ हल्का क्याम्पहरू गर्नु हुँदो रहेछ, तपाईँहरू रेस्ट गर्दा हुन्छ। नाउ वी आर अबाउट टु रिच रानीढुङ्गा गाइस होइन। र फाइनली गाइस अहिले चाहिँ म यहाँनिर रानीढुङ्गा आइपुगिसकेको छु। र म सँगसँगै मेरो दुईजना मित्रहरू पनि आइपुगिसकेको छ। र हेर्नुहोस् रानीढुङ्गा चाहिँ यहाँनिर मेरो पछाडि तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँनिर त्रिशुल पनि गाडेको छ है, त्रिशुल गाडेको रहेछ। र यही हो, यो तल्लोपट्टि चाहिँ ढुङ्गा छ है गाइस। अन्त रानीढुङ्गा साँच्चै नै रमाइलो ठाउँ रहेछ है। वरिपरि गुराँस फुलेको होइन, चाँपहरू फुलेको मजाको लाग्थ्यो मलाई चाहिँ। अब म पनि ढुङ्गामा चढ्नेछु होइन, तपाईँहरूलाई देखाइदिनेछु के कस्तो छ। र यो ठाउँको विषयमा चाहिँ म जब सानो थिएँ, अब त्यस्तै 7-8 वर्षको हुँदाखेरि नै मेरो दाजु, दावा दाजु, हाम्रो गाउँको मिलन दाजु, अन्त दिदीहरू चाहिँ यो ठाउँमा घुम्न आउँथ्यो। त्यतिखेरको समयमा एकदमै आजभन्दा 10-15 वर्ष चाहिँ एकदमै फेमस ठाउँ भनौँ न रानीढुङ्गा चाहिँ। अन्त त्यतिखेरदेखि नै मेरो पनि इच्छा थियो क्या रानीढुङ्गामा आउने, घुम्ने। अब त्यो सानोमा अब जिज्ञासा हुन्छ नि कस्तो छ रानीढुङ्गा चाहिँ भन्ने अब होइन, दाजुहरू गएको देखेर होइन, अन्त गाउँको दिदीहरू गएको देखेर। र फाइनली त्यो मेरो विस चाहिँ आज फुलफिल भएको छ होइन, दुईजना साथीहरूले गर्दा। र केटाहरूले घुम्नु जाउँ भन्दै थियो अस्तिदेखि होइन। अन्त कहाँ जाने हो भनेको मेरो पालो है, रानीढुङ्गा जाउँ भनेर सानैदेखि सुनेको। र फाइनली आएँ। म तपाईँहरूलाई 3-4वटा भिडियो क्लिपहरू यहाँनिर गरेर देखाइदिनेछु, हेरेर इन्जोय गर्नु होला गाइस है। यहाँदेखि चाहिँ जानु पर्दो रहेछ चढेर रानीढुङ्गा चाहिँ गाइस हो। घाम लागिराखेको छ। अन्त हेरौँ कस्तो छ। यहाँ चाहिँ जुत्ता खोल्नु पर्दो रहेछ गाइस हो। यहाँ चाहिँ किरणले प्रेयर गर्दैछ, केसी भाइ त्यहाँ छ हो। त्रिशुल गाडेको रहेछ, दामी है। अन्त वरिपरिको नजाराहरू पनि दामी देख्दो रहेछ गाइस हो। भ्युजहरू चाहिँ मजाको लाग्थ्यो मलाई चाहिँ हो। हामी आएको गाउँ चाहिँ त्यहाँ तल देखिराखेको छ गाइस हो। तर क्यामेराले त्यस्तो राम्रो कैद गर्न सकेको छैन। त्यो चाहिँ अप्पर छाँगे हो। त्यहाँदेखि यसो भएर चाहिँ टक्कै यहाँ रानीढुङ्गा आइपुगिन्छ। केटाहरू फोटो खिच्दैछ हो। केसी त्रिशुल गाडेको रहेछ। यहाँदेखि अग्लो डाँडा चाहिँ मलाई साह्रो छ जस्तो लागेन अब चाहिँ हो। अन्त गुराँसहरू मजाले फुलेको रहेछ। अन्त यहाँनिर पनि टुरिस्टहरू चाहिँ मजाले नै आउँदै रहेछ। अन्त यहाँनिर चाहिँ पूजापाठहरू गर्दो रहेछ। तपाईँहरू पनि आएर पूजाहरू गर्नु सक्नुहुन्छ। यही हो रानीढुङ्गा चाहिँ गाइस हो। अन्त तपाईँहरूले हेर्नुहोस्, मजाले मनोरञ्जन लिनुहोस्। यो पर चाहिँ पुरानै एउटा के भन्नु, यो किल्ला चाहिँ किल्ला तर के थियो मलाई पनि त्यो चाहिँ एक्ज्याक्टली चाहिँ के भन्नु सकिनँ। रानीढुङ्गा लेखेको रहेछ। अहिले गएर म पढ्छु गाइस त्यहाँ चाहिँ के छ हो। र गाइस हेर्नुहोस् तपाईँहरूले होइन, यहाँ रानीले टेकेको ढुङ्गा चाहिँ यहाँ रहेछ है हो। छाप चाहिँ यहाँनिर हेर्नु सक्नुहुन्छ तपाईँहरूले यहाँ हो। अन्त अर्को पनि रहेछ यहाँनिर उतापट्टि टेकेको छ। र यहाँ पनि रहेछ टेकेको हो।
सायद होला यो टेकेको पहिलाको सत्ययुगमा अब होइन यहाँ रहेछ यहाँ पनि रहेछ हो यहाँतिर हेर्नुपर्ने रहेछ पुरा छन चाहिँ छ रहेछ टेकेको यहाँनिर चाहिँ एउटा ढुङ्गा छ भनेर सुनेको थियौँ त्यहाँनिर चाहिँ दुलो छ अरे कि ढुङ्गामा चाहिँ अन्त त्यो ढुङ्गामा चाहिँ छिर्नुपर्छ अरे त्यहाँ चाहिँ अब के भनौँ एउटा मान्छेहरूको विश्वास छ पापी र अब के भनौँ धर्माथि चाहिँ छुट्टिन्छ भनेर यहाँनिर चाहिँ पूजापाठ गर्नु सक्नुहुन्छ तपाईँहरूले है यहाँनिर आउनुहोस् हेर्नुहोस् यो चाहिँ राउन्ड लाउनु पर्ने रहेछ गाइस चाहिँ एकखेप गर्नु ढुङ्गा एकदम जोगिएर आउनुहोस् तपाईँहरू है यहाँनिर फेरि तपाईँहरू चोटपटक पर्नु सक्नुहुन्छ यहाँनिर चाहिँ अहिले हामी यहाँनिर त्यो टड्का भएको ढुङ्गामा जाँदैछौँ है यो पहिलाको युगको अब कुराहरू है सायद हेरौँ कस्तो छ त्यो ढुङ्गाको सर्चमा छौँ हामी अझै पनि यहाँभित्र चाहिँ गुफा रहेछ गाइस हो यहाँनिर चाहिँ हेरिदिउँ भित्र के छ गुफाभित्र पनि एकदम गुफा त डरै लाग्दो रहेछ कि यहाँदेखि हो छिर्ने जग्गा चाहिँ होइन न यहाँदेखि लाइट बाल्न हेर्नुहोस् है गाइस तपाईँहरूलाई देखाउँदैछौँ हामी यहाँनिर खोज्दैछौँ यहाँ त होइन जस्तो लाग्यो साह्रो छैन यहाँदेखि चाहिँ फेरि उकालो निक्लिने रहेछ बाटो गाइस सायद यहीँदेखि जस्तो लाग्दैछ मलाई चाहिँ हो उकालो जाउँ त कस्तो रहेछ बाटो चाहिँ अप्ठ्यारो छ यदि तपाईँहरू अनफिट छ भने चाहिँ नचढ्नु होला है जो पनि फिट छ होइन फिजिकल्ली उनी चाहिँ चढ्नु होला धुलोमा यही रहेछ गाइस यहाँदेखि चाहिँ मलाई यो चाहिँ नेदामको याद दिलाइदियो हो नेदाम जस्तै रहेछ हो तर नेदामको भन्दा चाहिँ अलिक नर्मल नेदामको चाहिँ एकदम डरलाग्दो छ यहाँदेखि छिर्नु पर्दो रहेछ गाइस हो यो पहिला हाम्रो दावा दाजुहरूले पनि कुरा गर्थ्यो मिलन दाजुहरूले हो यहाँदेखि चाहिँ छिर्नु पर्दो रहेछ उकालो हो म पनि छिर्दैछु गाइस केटाहरू चाहिँ उमाथि पुग्यो केटाहरू चाहिँ त्यहाँ जाँदैछ हो म पनि यहाँनिर दुलोमा छिर्दैछु तर निदामको भन्दा सजिलो रहेछ दुलो चाहिँ गाइस हो लाइफ भनेकै एडभेन्चर हो गाइस त्यही कारण डराउनु हुँदैन हो तर यहाँ चाहिँ अलिक चिप्लो चिप्लो रहेछ बाटो चाहिँ बाटो अलिक चिप्लो रहेछ गाइस अप्ठ्यारो बाटो गाइस आम्मा ल फाइनली यो दुलोमा पनि छिरियो र सक्सेसफुल्ली यहाँ आइयो अब चाहिँ उकालो फेरि त्यहीँ घुमेर चाहिँ पुग्नुपर्छ रहेछ अघिकै ठाउँमा हो र अब चाहिँ बल्ल बल्ल आइपुग्यो बाटो चाहिँ यस्तो छ दुलोदेखि निक्लेर आइयो फेरि त्यही जग्गा पुग्नु पर्दो रहेछ गाइस एक राउन्ड घुम्नु पर्ने रहेछ गुराँसहरू ढकमक्क फुलेको मजाले चाँपुमाथि दामी फुलिराखेको छ त्यो चाँपु गुराँस है यो पनि हाम्रो वर्षे रोडोडेन्ड्रन वाइल्ड लाइफ सेन्चुरी भन्दा चाहिँ कमी चाहिँ छैन रहेछ रानीढुङ्गा चाहिँ गाइस चाहिँ तपाईँहरू सबैजनालाई आउनुहोस् भन्छु घुम्नुहोस् एक्सप्लोर गर्नुहोस् ढुङ्गा ए क्याम्पहरू गर्दा पनि हुन्छ होला सायद यहाँनिर र गाइस अहिले चाहिँ अब हामी यहाँनिर रानीढुङ्गादेखि अलिक यता पछाडि आएर चाहिँ हामी यहाँनिर लन्च गर्नु जाँदैछौँ आज हामीले हल्का लन्चहरू त्यही ब्रेडहरू लिएर आएको छौँ हो गाइस बिस्कुटहरू छ तपाईँहरूले यहाँनिर हल्का लन्चहरू है लिएर तपाईँहरू मजाले यहाँनिर रमाइलो गर्न सक्नुहुन्छ अब हामी चाहिँ यहाँनिर आजको लन्च गर्नु गइराखेको छौँ तपाईँहरूलाई पनि देखाउने छु है गाइस र अनएक्सपेक्टेड मान्छेहरू पनि भेटाइ हुँदो रहेछ यहाँनिर दामी छ है जग्गा गाइस यहाँ चाहिँ हल्का आजको हाम्रो लन्चहरू चाहिँ यहाँनिर यस्तो छ र बिस्कुटहरू कुरकुरेहरू निकाल्न यो खानुपर्छ जाम छ हो यहाँ छ खाइदिनु पऱ्यो म चाहिँ ग्यास अहिले चाहिँ हाम्रो लन्च हुँदैछ हो लन्च खाँदैछौँ ब्रेड जाम है
फाइनली गाइस अहिले चाहिँ हामीले रानीढुङ्गा एक्सप्लोर गरिसक्यौँ र अब चाहिँ म भिडियो यहीँ कन्क्लुड गर्नु गइराखेको छु र यहाँ केटाहरूलाई पनि सोध्छु आजको यात्रा कस्तो भयो किरण है भन्दै आजको कस्तो भयो यात्रा आजको चाहिँ एकदम दामी भइरहेछ आजको भिडियो चाहिँ यहाँनिर दयन्ट हाम्रो सापले गर्ने भन्दैछ र आजको यस्तो ट्रिप चाहिँ अनप्लान ट्रिप दामी हुन्छ केसी भाइ हुँदैन यहाँनिर हाम्रो केसी भाइ हो कस्तो भयो आजको आजको रमाइलो भयो हामी 3 जना मात्रै छौँ आज हामी घुम्न आएको र भिडियोको अन्तमा म जहिले पनि भन्दैछु यदि तपाईँले प्रकृतिलाई माया गर्नुभयो भने प्रकृतिले पनि हामीलाई त्यसरी नै माया गर्ने गर्दछ र यसो भन्दै मेरो भिडियोलाई यहीँ अन्त गर्न चाहन्छु आगामी दिनमा आउने भ्लगमा भेटौँ गाइस